अदुवालाई चाहिँ मैले मल्चिङ गरेँ है, तर यहाँ मुनिको अदुवालाई चाहिँ मैले अहिले मल्चिङ गरिनँ। अन्त यसमा चाहिँ अब भिन्नता के देख्नुहुन्छ भने, र हाई एभ्रिवान, म सधैँ तपाईँहरूको अगाडि एनपिएम नन पेस्टिसाइड म्यानेजमेन्ट सस्टेनेबल एग्री फार्मिङ अर्ग्यानिक आइडिया एन्ड सजेसन जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है। र यहाँ मैले अब 3 प्रकारको अदुवा रोपाइ देख्नु हुँदैछ है। अन्त यहाँ चाहिँ मैले अब यो सोतरले चाहिँ छापिसकेको छु र यहाँ चाहिँ छाप्नु बाँकी थियो, तर मैले सोतर नछापेर चाहिँ यसलाई चाहिँ मल छाप्दैछु है। अन्त यो चाहिँ किन भन्नुहुन्छ भने यहाँ चाहिँ एकदमै अब रुखो थियो है। यहाँ चाहिँ मैले एकदमै हेभी पाराले अस्ति तपाईँहरूलाई भनिहालेँ, मैले 3-4 इन्ची समथिङको चाहिँ मल छापेर चाहिँ यहाँ चाहिँ जोतेको हो। र यहाँ चाहिँ अब काफी मात्रामा मल छ र चाहिँ मैले अब डाइरेक्ट सोतर लगाइदिएँ। तर यहाँ मुनि चाहिँ अब सोतर लाउनुको साटो, मल्चिङ गर्नुको साटो चाहिँ मैले मलले छाप्दैछु है। अन्त बादमा गएर चाहिँ यसलाई चाहिँ अब कमसेकम 15 दिन राखेर चाहिँ यो माथि चाहिँ फेरि चिलाउनेको सोतरको मल्चिङ चाहिँ गर्नुपर्छ। मतलब अब यो माथि सोतर छाप्नुपर्छ। अन्त त्यहाँदेखि बापत गएको चाहिँ एकैतालमा गोड्नु साथसाथै यसको माउ हुन्छ है, जुन चाहिँ मदर सिड हो, त्यो चाहिँ अब निकालिन्छ है। त्यो चाहिँ किन निकालिन्छ भने अब त्यो चाहिँ अब बिक्रीमा पनि जान्छ। अब साथै त्यो मदरबोर्ड छ भने चाहिँ त्यसले चाहिँ अब बच्चा दिनुमा असर पर्छ है, त्यसले बच्चै दिनु सक्दैन। अन्त त्यसले गर्दाखेरि चाहिँ त्यो मदर सिड चाहिँ निकाल्नुपर्छ भन्दै आजको मेरो भिडियो है रहल जानकारी भोलि म दिनेछु। थ्याङ्क यू फर वाचिङ।